2026 है 23 अप्रिल 2026 को दिन चाहिँ के छ भन्दाखेरि तपाईको आज भोट है भोट हाल्ने दिन र के छ भन्दाखेरि तपाईले हेर्न सक्नुहुन्छ है यहाँनिर अब भोट लिस्टको सबै नामहरु आइसकेको रहेछ है आइसकेको छ प्राय सबै मान्छे घरमै छ है प्राय भोट हाल्नु हुने महानुभावहरुको चाहिँ अब भोट लिस्ट यसरी आएको छ है के छ भन्दाखेरि तर एउटा म के देख्छु भने एउटा दीपशिखा नाम भएको जुन एउटा भोट लिस्ट आएको छ बिचारा उहाँ चाहिँ घरको गृहस्थीले गर्दाखेरि हैन घरको दुःखले गर्दाखेरि उहाँ बिचारा बाहिर जानु भएको छ फरेन कन्ट्रीमा है काम गर्नु गएको छ र के छ भन्दाखेरि म चाहिँ भन्न चाहन्छु कि यसको जुन एउटा कारण चाहिँ के हो भन्दाखेरि चाहिँ हाम्रै दार्जिलिङको व्यवस्थाले गर्दाखेरि है आफ्नो घर गृहस्थी को दुःख पीडा सोचेर सम्झेर बिचारा उहाँ चाहिँ अब बाहिर जानु भएको छ है के छ भन्दाखेरि यसको चाहिँ मेन कारण के हो भन्दा चाहिँ हाम्रो दार्जिलिङको व्यवस्था र यहाँको भ्रष्टाचार यहाँको करप्सनले गर्दाखेरि चाहिँ बिचारा उहाँले यहाँ आफ्नो जग्गामा काम पाउनु पाएन है र यसको कारणले गर्दाखेरि चाहिँ उहाँ चाहिँ अहिले बिचारा है बाहिर अर्काको देशमा खाडी मुलुकमा गएर चाहिँ अब काम गर्नु बाध्य परेको छ न उहाँले कुनै यता भोट हाल्नु आउने सुविधा पायो है न कुनै उलाई टिकटको सुविधा भयो र ऊ बिचारा आउनु सकेन हो र म चाहिँ यो भन्न चाहन्छु कि तपाईको यो पालिको भोट तपाईले सोचेर सम्झेर बुझेर मात्रै दिनु होला है हजुरलाई म यही भन्न चाहन्छु कि कति जना छन् होला के गोर्खे सन्तानहरु लो घरदेखि गाउँघरदेखि टाढो भएर बस्नु भएका जुन एउटा गोर्खे सन्तानहरु छन् हैन उहाँहरुको भोट लिस्ट आएर पनि हैन उहाँहरुले भोट हाल्नु पाएका छैनन् है र घर फर्किन पाएका छैनन् र मजबुरीमा हो यो चाहिँ सबै कुरा के छ भन्दाखेरि र यसपालि हजुरहरूले चाहिँ अब भोट हाल्नु नपाए पनि अर्को पालि अवश्य हाल्नु पाउने छ है हजुरहरूलाई 300 आवश्यकता छ मेरोबाट चाहिँ